बनाउँदै नेपालीको छाती गले फुलाउने राष्ट्रिय खेलाडी आफ्नै स्वास्थ्य उपचारका लागि भौतारी रहेकी छन्। वर्षौंदेखि खुडाको करोड बोकेर खेल्दै आएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी शाम्बा अहिले शल्यक्रियाको अत्यावश्यक चरणमा छिन्। उनलाई जाँका लागि करिब 80,000 अमेरिकी डलर आवश्यक छ र सबै सम्भावित स्रोतका बाटा बन्द भएपछि अन्ततः नास्थकहरू सामु सहयोगको हात फैलाएकी छन्। उनले भनेकी छन्, थाकेकी हुँ तर हारेकी होइन। उनी पुनः एकपटक नेपालको जस लगाएर मैदान फर्किनेछिन्। यसलागि सबैको सहयोगका लागि आवश्यक बनेको छ। शाम्बाले घुँडाको गम्भीर चोटको पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको र सरोकारवाला निकायबाट आशातीत सहयोग नै नदेखेपछि भावुक स्ट्याटस लेख्दै सामाजिक सञ्जालबाट आम समर्थकहरूसँग उपचारका लागि आर्थिक सहयोगको अपील गरेकी छन्। सामाजिक सञ्जाल मार्फतले पछिल्लो 7 हप्तादेखि चोटका कारण मैदानबाट रहनु परेको जानकारी दिँदै यसअघि गरिएको शल्यक्रियामा हारिएको ग्राफ्ट र एमसीएल, मिडियल कोल्याट्रल लिगामेन्ट दुवैमा गम्भीर क्षति पुगेको उल्लेख गरेकी छन्। यसका लागि पुनः जटिल शल्यक्रिया आवश्यक रहेको उनले बताएकी छन्। यसअघि एन्फा नेतृत्वको पहलमा उपचार व्यवस्थापन र आर्थिक सहयोग प्राप्त भए पनि यसपटक नै एन्फाबाट बाचा गरिए अनुसार सहयोग नपाएको उनको गुनासो छ। चोट लागेको 3 सातापछि क्लबको पहलमा शल्यक्रियाको मिति तय भए पनि एन्फाले आफ्नै तर्फबाट पहल गर्ने बताउँदै प्रक्रिया अघि नबढाएको उनले बताएकी छन्। अघिल्लो साता एन्फा अध्यक्षले प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिँदै अधिकतम 5 लाख रुपैयाँ नगद सहयोग गर्ने प्रस्ताव गरेको उनले खुलाएकी छन्। यसबीचमा अघिल्लो प्रक्रिया रोकिँदा झण्डै 2 महिनापछि मात्र पुनः शल्यक्रियाको मिति अवस्था आएको भन्छ। अहिले साम्बा न्यूजील्याण्ड स्थित क्लबमा आबद्ध छिन्। क्लबले स्थानीय अस्पतालमै उपचार गराउन तयार रहेको जनाए पनि उनले आफ्नो चोट गम्भीर रहेकाले उच्च स्तरीय उपचारका लागि अस्पतालमै उपचार गराउने इच्छा व्यक्त गरेकी छन्। क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने भए पनि शल्यक्रिया र 7-8 महिनाको पुनर्स्थापना रिहेबिलिटेसनका लागि उक्त रकम अपुग्ने जनाइएको छ। उपचारका लागि प्रारम्भिक रूपमा करिब 80,000 अमेरिकी डलर खर्च हुने अनुमान छ। सरकारी स्तरबाट पनि सहयोगका लागि पहल भइरहेको भए पनि प्रक्रिया अपेक्षा अनुसार अघि नबढेकाले आफूले आम समर्थकमा सहयोगको अपील गर्नु परेको पनि उनले बताएकी छन्। भावुक रूपमा उनले लेखेकी छन्, मेरो लागि यो आफ्नो करियरको सबैभन्दा कठिन लडाई भएको छ। मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ। आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरू नै हुनुहुन्छ। शाम्बाले सामाजिक सञ्जालमा लेखेकी छन्, क्लबले बीमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ, तर उक्त रकम मेरो शल्यक्रिया र 7-8 महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु। यसका लागि कुल 80,000 अमेरिकी डलर खर्च हुने प्रारम्भिक आकलन रहेको छ। म बाहिर रहेकाले सरकार समक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन्, तर सरकारी प्रक्रिया अपेक्षा गरे अनुसार अघि बढ्न नसक्दा मैले शल्यक्रिया नगरी भर गर्ने स्थिति रहेको छैन। मैले आफ्नो करियरमा सधैँ कठिनाइहरूको सामना गर्नु परेको छ र हरेक पटक साहसका साथ त्यसलाई पार गरेको छु। यसपटक पुनः माथि उठ्न तपाईको सहयोगको आवश्यकता परेको छ। मेरो लागि यो आफ्नो करियरको सबैभन्दा कठिन लडाई भएको छ। मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ। आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरू नै हुनुहुन्छ। एन्फा भित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफै निराश भएको छु, तर मैले देशको लागि सधैँ 100% दिएको छु र आउने दिनमा पनि देशको लागि खेल्न तत्पर छु। इजरायल होस् या फ्रान्स, मैले सधैँ नेपालकै नाम राखेको महसुस भएको छ। यहाँ न्यूजील्याण्ड र अस्ट्रेलियामा खेल्दा पनि मैले व्यक्तिगत भन्दा पनि राष्ट्रको पहिचान बोकेको ठानेको छु। आर्थिक रूपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ। त्यसैले नै म आज यहाँहरूमाझ सहयोगको याचना गरिरहेको छु। आशा छ मेरो उपचारका लागि आवश्यक सहयोग चाँडै जम्मा हुनेछ र म राष्ट्रिय टोलीको कप्तान जो युरोपमा पुगेर खेलेको छु, मैले यो